यो हेयर कट पछि कन्फिडेन्स बढ्छ कि सेल्फ डाउट हेर मै त कपाल यतिको ठुलो भएको थियो कि पुरै झाडी जस्तो देखिरहेको थियो मेरो टाउको। त्यही भएर आज यो झाडी जस्तो देखिरहेको कपाललाई काटेर चिटिक्क बन्नेवाला छु। कपाल काट्न भनेर म आफ्नो बाटोतर्फ लागिसकेको थिएँ, तर त्यही बेला मलाई याद आउँछ कि मैले ज्याकेट लगाएको छु, यो खोलेर आउनुपर्छ रुममा। ज्याकेट नखोलेको भए पुरै कपालको टुक्राहरू मेरो जिउभरि नै हुने थियो। आज भिडियो रिकर्डिङ गर्नको लागि मैले मेरो साथी मोटेलाई बोलाएको थिएँ। मैले सधैँ कपाल काट्ने भनेको बसपारको यो पसलमा मात्रै हो, किनभने हाम्रो दोस्तले कपाल चाहिँ बबाल काटिदिन्छन् मेरो। मैले एक दुईचोटि अरू पसलमा कपाल कटाएको थिएँ, त्यहाँ मेरो पुरै कपाल बिगारिदिएको थियो। शरीरमा फोहोर कपडा मन पर्ला, तर कपाल बिग्रेको फिटिक्कै मन पर्दैन मलाई। कपडा त फोहोर पनि मलाई मन पर्दैन, मलाई चिटिक्क नै चाहिन्छ। उस्तै त फेस राम्रो छैन, कपाल बिग्रियो भने झन् नराम्रो देखिने कारणले हो के। मेरो पसलवाला दोस्तले मलाई सोधिराख्नु भएको थियो कस्तो कट काट्दिउँ त भनेर। म आफै कन्फ्युज भइरहेको थिएँ कुन कट काटौँ। एकछिन गएर सोचमा गएर सोच्दा मैले भने कि पहिला जस्तो थियो त्यस्तो नै काट्दिनु। त्यसपछि हाम्रो बार्बर दोस्तले मजाले कपाल काट्न स्टार्ट गरिहाल्नु भयो। करिब 5 मिनेटपछि मेरो साइडको हेयर कट सकिसकेको थियो अनि दाढीको काम चलिरहेको थियो। अब माथिको कपाल कटाउने कि नकटाउने भन्ने दोधारमा थिएँ म। साइडको कपाल काटेको हेर्दा त मलाई अलि माथिको कपाल ठुलो लाग्यो, त्यसपछि थोरै थोरै छेक्न लगाए। सायद 10 देखि 15 मिनेट लागेको होला मेरो कपाल काट्न। एन्ड नाउ दिस इज माई फाइनल लुक। यो हेयर कट मलाई कस्तो देखिरहेछ प्लिज कमेन्ट डाउन है त। कपाल त मैले काटिसके, तर अब पालो थियो पेमेन्टको। ल दोस्त, अब तपाईलाई मैले कति पैसा दिने त भनेर सोधिहालेँ। उहाँले भन्नुभयो 100 रुपियाँ मात्रै दिनु। हुन त दाढी र कपाल दुइटै काटेको 150 रुपियाँसम्म हुन्छ, उहाँले चाहिँ 100 रुपियाँ मात्रै लिनुभयो मसँग। सायद मैले रेगुलर कटाउने हुनाले होला। हाम्रो बार्बर साथीलाई थ्याङ्क यू सो मच भनिसकेपछि अब म गइरहेको छु रुमतिर। भर्खरै कपाल काटेको हुनाले कपालको टुक्राहरूले पुरै शरीरभरि चिलाइरहेको थियो। अब म गएर रुममा फ्रेस हुनेवाला छु नुहाएर। थ्याङ्क यू सो मच फर वाचिङ, अनि लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब।